के तपाईले कहिले सोच्नु भएको छ कि आकाशबाट कसैले तपाईलाई लगातार हेरिरहेको छ? अन्तरिक्षमा भएका स्याटेलाइटहरूले हाम्रो संसारको हरेक गतिविधिलाई आफ्नो क्यामेरामा कैद गरिरहेका छन्। तर कहिलेकाहीँ यी क्यामेराहरूले यस्तो कुरा देख्छन् जुन मानिसको आँखाको लागि बनाइएकै थिएन। यो वृष्टचित्रले तपाईको होस उडाउनेछ, किनकि आज हामी ती भयानक र रहस्यमयी ठाउँहरूको गहिराईमा जाँदैछौँ जसलाई हामीबाट लुकाउन हरेक सम्भव प्रयास गरियो। हामी सबै दैनिक जीवनमा बाटो खोज्न गुगल म्याप्स वा गुगल अर्थको प्रयोग गर्छौं। यो एउटा उत्कृष्ट प्रविधि हो जसले हामीलाई घरैमा बसेर संसारको कुनै पनि कुनामा पुर्याउन सक्छ। तर के हुन्छ यदि म तपाईलाई भनौं कि यही म्याप्सले एउटा यस्तो अन्ध्यारो ढोका पनि खोल्छ जहाँ डरलाग्दा कुराहरू, भयानक जीवहरू र खौफनाक रहस्यहरू लुकेका छन्? आजको यस विशेष एपिसोडमा हामी तिनै नसुल्झिएका रहस्यहरूको गहिराईमा जानेछौँ। नमस्कार, यो हो फ्याक्ट फ्युजनको एउटा एक्सक्लुसिभ डीप डाइभ। इतिहास साक्षी छ। जबदेखि स्याटेलाइटहरूले हाम्रो पृथ्वीको तस्विर लिन थाले, तबदेखि केही निकै अनौठा कुराहरू बाहिर आउन थाले। विज्ञानको विकासले हामीलाई संसार हेर्ने नयाँ दृष्टिकोण त दियो, तर यसले अन्जानेमै केही यस्ता ढोकाहरू पनि खोलिदियो जुन सायद बन्द नै रहनु पर्थ्यो। धेरै लोकेसनहरूलाई जानी जानी धमिलो पारियो भने कतिपय ठाउँहरूमा यस्ता आकृतिहरू देखिए जसले वैज्ञानिकहरूको पनि पसिना छुटाए। मानिसहरूले मनोरञ्जनका लागि यी डरलाग्दा ठाउँहरू गुगल अर्थमा खोज्न थाले र बिस्तारै यो एउटा डरलाग्दो खेल बन्यो। आउनुहोस् एउटा यस्तो ठाउँबाट सुरु गरौँ जसले इन्टरनेटमा तहल्का मचाएको थियो। इराकको बगदाद स्थित सद्र सिटीको बाहिर यदि तपाईले गुगल अर्थमा 33.396157 डिग्री एन र 44.486926 डिग्री ई को कोअर्डिनेटहरू हाल्नुभयो भने तपाईले एउटा भयानक दृश्य देख्नुहुनेछ। एउटा विशाल ताल जसको पानी रगत जस्तै रातो छ। यसलाई खुनी ताल वा ब्लड लेक भनिन्छ। यो देख्ने बित्तिकै यस्तो लाग्छ मानौ यहाँ कुनै धेरै ठूलो र डरलाग्दो नरसंहार भएको छ। यद्यपि विज्ञानले यसलाई लेउ अथवा आल्गीको रङ बताउँछ, तर मङ्गोलियामा रहेको यस्तै अर्को रातो ताललाई त्यहाँका स्थानीयहरू आज पनि पाताल लोकको ढोका मान्छन्। तर असली सत्य यो भन्दा पनि अचम्मको छ। फ्रान्सको समुद्री तट नजिकै स्याटेलाइटले एउटा 130 मिटर लामो समुद्री सर्पको कङ्काल कैद गर्यो। पहिलो पटक जसले पनि यो देख्यो ऊ डरले काप्यो। स्याटेलाइटबाट हेर्दा यो कुनै भयानक समुद्री राक्षस भन्दा कम लाग्दैन। पछि खुलासा भयो कि यो ले सर्पेन्ट दि ओशन नामको एउटा विशाल धातुको कलाकृति थियो जसलाई एक चिनिया फ्रान्सेली कलाकारले बनाएका थिए। तर यसो सोच्नुहोस् त, रातको अँध्यारोमा समुद्रको किनारमा त्यो विशाल ढाँचाको नजिक उभिनु कति डरलाग्दो होला। अब यसो विचार गर्नुहोस् कि कुनै स्याटेलाइटले कुनै हत्या वा मृत्युको गुत्थी सुल्झाउन सक्छ? सन् 2015 मा मिशिगनमा एक कर्मचारीले गुगल स्ट्रिट भ्यूमा एउटा पोखरीभित्र डुबेको कार देखे। जब पुलिसले गोताखोरहरूको मद्दतले त्यो कारलाई बाहिर निकाल्यो, उनीहरूको होस उड्यो। भित्र एउटा मानिसको कङ्काल थियो। यो कङ्काल डेभी ली नायल्स नामका व्यक्तिको थियो जो सन् 2006 देखि रहस्यमयी तरिकाले बेपत्ता थिए। जुन काम पुलिसका ठूला टोलीले 9 वर्षसम्म गर्न सकेनन्, त्यो अन्तरिक्षमा रहेको एउटा क्यामेराले गरेर देखायो। र यहाँबाट कथाले एउटा खतरनाक मोड लिन्छ। संसारमा केही यस्ता ठाउँहरू छन् जहाँ जिउँदा मानिसहरू मात्र होइन, आत्माहरू पनि बास गर्छन्। लन्डनबाट 1 घण्टाको दूरीमा रहेको एउटा गाउँ छ, प्लक्ली। हेर्दा साधारण लाग्ने यो गाउँ सन् 1989 मा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा बेलायतको सबैभन्दा भूतिया ठाउँ भनेर दर्ता भइसकेको छ। यहाँ 12 वटा फरक डरलाग्दा ठाउँहरू छन् जहाँ मानिसहरूले खुलेआम भूतहरू भड्किरहेको देखेका छन्। एउटा चिच्याउने मानिसको भूत, एउटी रहस्यमयी बुढी आइमाई जसले आफैलाई आगो लगाएकी थिइन् र तरवारले काटिएको एउटा
हाइवेम्यान, यिनीहरूको आत्मा आज पनि यो गाउँको सडकहरूमा घुम्छन्। भूतप्रेत मात्र होइन, पृथ्वीमा केही यस्ता निशानहरू छन् जसले सायद कुनै अर्को दुनियाँको इसारा गर्छन्। कजाकिस्तानको एउटा सुनसान र उजाड इलाकामा गुगल अर्थले एउटा 360 मिटर ठूलो पेन्टाग्राम अर्थात् शैतानी तारा फेला पार्यो। यो देखेपछि इन्टरनेटमा तहल्का मच्चियो। मानिसहरूले दावी गरे कि यो गोप्य शैतानी पूजाको सबैभन्दा ठूलो अड्डा हो, तर पुरातत्वविदहरूले पछि बताए कि यो वास्तवमा सोभियत कालको एउटा पुरानो र भग्नावशेषमा परिणत भइसकेको पार्क थियो, जसलाई कुनै बेला सोभियत सङ्घको प्रतीक अर्थात् ताराको आकारमा बनाइएको थियो। यसैगरी न्यू मेक्सिकोको मरुभूमिमा 2वटा विशाल हीरा जस्ता आकृतिहरू भेटिए, जसलाई चर्च अफ साइन्टोलोजीको गोप्य एलियन बङ्कर भनिन्छ। तर के तपाईले कहिल्यै सोच्नु भएको छ कि गुगल हामी मानिसहरूबाट के लुकाउन चाहन्छ? संसारमा यस्ता अनगिन्ती ठाउँहरू छन् जसलाई गुगल म्याप्समा जानी जानी ब्लर वा धमिलो पारिएको छ। अमेरिकाको प्रसिद्ध एरिया 51, जहाँ एलियन र युएफओ राखिएको कुरा हुन्छ, त्यसलाई सैन्य निगरानीमा राखिएको छ र यो नेभाडामा अवस्थित छ। रुसको बशकोर्तोस्तानमा अवस्थित मेजगोर्ये एउटा यस्तो गोप्य सहर हो जहाँ कुनै पनि सर्वसाधारण मानिस जान सख्त मनाही छ। हल्ला छ कि माउन्ट यमान्ताउको वरपर यहाँ कुनै विनाशकारी परमाणु वा टप सिक्रेट मिलिटरी प्रोजेक्ट चलिरहेको छ। त्यस्तै भ्याटिकन सिक्रेट आर्काइभ्सको गोप्य लाइब्रेरी, जसको बारेमा भनिन्छ कि त्यहाँ एलियनहरूको अस्तित्वको पक्का प्रमाणहरू गाडिएका छन्। तपाईले चाहेर पनि यी ठाउँहरूको वास्तविक सत्यता इन्टरनेटमा देख्न सक्नुहुन्न। अब म तपाईलाई जे बताउन गइरहेको छु त्यो सुनेर सायद तपाईँ राति राम्ररी सुत्न सक्नुहुन्न होला। अन्टार्कटिका एउटा यस्तो महाद्वीप जहाँ माइलौँसम्म हिउँको सेतो चादर मात्र छ। मानिसहरूको लागि यो ठाउँ मृत्यु जस्तै हो। तर यदि तपाईले गुगल अर्थमा 72 डिग्रिज 32 मिनट्स 27 सेकेन्ड्स साउथ र 31 डिग्रिज 19 मिनट्स 23 सेकेन्ड्स इस्ट कोअर्डिनेट्सहरू सर्च गर्नुभयो भने तपाईले हिउँको मुनि यस्तो कुरा देख्नुहुनेछ जसले तपाईको मुटु कमाउनेछ। यो सुनसान र दुर्गम इलाकामा हिउँको ठ्याक्कै मुनि एउटा आकृति गाडिएको देखिन्छ, जुन बिल्कुलै कुनै विशाल मानिसको शव जस्तै देखिन्छ। आजसम्म संसारको कुनै पनि मानिसले यो जान्न सकेको छैन कि त्यो शरीर कसको हो र त्यहाँ कसरी पुग्यो, किनकि त्यहाँ आजसम्म कुनै पनि टोली पुग्नै सकेको छैन। त्यो रहस्य सधैँको लागि त्यही हिउँमा गाडिएको छ। र यदि तपाईलाई लाग्छ कि हिउँमुनि गाडिएको त्यो शरीर नै सबैभन्दा डरलाग्दो रहस्य हो भने एकचोटि अन्टार्कटिकाको डिसेप्सन टापु नजिकैको समुद्रमा नजर हाल्नुहोस्। गुगल अर्थको एउटा तस्विरले गहिरो हिउँले भरिएको पानीमा 120 मिटर लामो एउटा विशाल जीवलाई क्यामेरामा कैद गरेको छ। यो कुनै साधारण व्हेल वा शार्क होइन। धेरै विशेषज्ञहरू र समुद्री राक्षसहरूमाथि अनुसन्धान गर्नेहरूको भनाइ छ कि यो अरू कोही नभएर शताब्दीौं पुरानो पौराणिक समुद्री राक्षस क्राकेन हो। एउटा यस्तो दैत्य जो 120 मिटर लामो छ र आज पनि हाम्रो महासागरहरूको नदेखिएको गहिराईमा लुकेर बसेको छ। हाम्रो संसार जति सुन्दर र शान्त देखिन्छ, यसको छातीमा त्यति नै गहिरा र डरलाग्दा रहस्यहरू गाडिएका छन्। स्याटेलाइट प्रविधिले हामीलाई संसारसँग जोडेको त छ, तर यसले हामीलाई यो पनि देखाइदिएको छ कि हामी हाम्रो आफ्नै पृथ्वीको बारेमा कति कम जान्दछौँ। खुनी तालहरू हुन्, गोप्य एलियन बङ्कर हुन्, वा हिउँको चादरमा गाडिएका बेनाम शरीरहरू, यी सबै यस कुराको खौफनाक प्रमाण हुन् कि यो धरतीका केही अन्ध्यारा कुनाहरू मानिसको पहुँचभन्दा टाढै रहनुपर्छ। के तपाईँ पनि रातको अन्ध्यारोमा गुगल अर्थमा यस्ता रहस्यमय ठाउँहरू खोज्न चाहनुहुन्छ? वा सायद केही रहस्यहरू रहस्य नै रहे बेस होला। यो वृत्तचित्र तपाईलाई कस्तो लाग्यो? आफ्नो विचार तल कमेन्टमा पक्कै बताउनुहोस्। यो थियो फ्याक्ट फ्युजन, जहाँ हामी ल्याउँछौँ सत्य र तथ्यहरूको असली मेल। यदि यो यात्राले तपाईको पनि आङ जिरिङ्ग बनायो भने भिडियोलाई लाइक गर्नुहोस्, आफ्ना साथीहरूसँग शेयर गर्नुहोस् र हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्, ताकि तपाईँ यस्तै थप गहिरा र नसुल्झिएका रहस्यहरूसँग जोडिन सक्नुहोस्। भेट्नेछौँ अर्को भिडियोमा एउटा नयाँ रहस्यको साथ।